भनिन्छ उत्कृष्ट दृश्यको महसुस गर्न जीवनको सबैभन्दा गाह्रो उकालो चढ्नै पर्छ। आज लाङटाङ यात्राको 5औं दिन। बिहानको 5 बजेको त्यो सिरोटो र क्यान्जिङरीको यो ठाडो उकालो छिचोल्दै गर्दा शरीरले पटक पटक हार मान्न खोजिरहेको थियो। सास गह्रौँ भइरहेको थियो र पाइलाहरू अझ सुस्त भइरहेका थिए। तर जब नजर माथि उठायौँ, ती हिउँले भरिएका हिमालहरूले मुख भाषामा आइज म पर्खिरहेछु भने चाहिँ लाग्यो। त्यो दृश्यले बेग्लै ऊर्जा थपिदियो। फेरि हामी 6 जनाको टोली छौँ। जब थकानले पाइला लरबराउँछ, तब साथीहरूको हिँड्न यार भन्ने हौसला र त्यो टिम स्पिरिट मिसिन्छ नि हो। तब जस्तोसुकै ठाडो उकालो पनि आफ्नै र रमाइलो लाग्दो रहेछ। गन्तव्य अब नजिकै छ, बस पाइला रोक्नु भएन। भरे फर्किने बेला चाहिँ ओह्रालो पनि छ, बिस्तारै त्यसमा हतार गर्नु हुँदैन। यस्तो हिमालहरू चढ्ने बेलामा अब एउटा सानो मिस्टेकले पनि ज्यान खान सक्छ। यहाँ देख्नुहुन्छ पुरै हिउँ छ, यी खाली कतै छैन। यी म हिमालमै छु, पुरै हिउँ नै हिउँ छ। अब हामी पुग्ने उतै माथि झन्डा भाटामा हो अलमोस्ट। यो चाहिँ एभरेस्टको डेथ जोन जस्तै हो। यहाँ चाहिँ धेरै बेर रोकिन मिल्दैन भन्नुहुन्थ्यो। फाइनल्ली क्यान्जिङरी पिक 1 हामी हिउँ परेपछि फर्स्ट एक्सपिडिसन टिम हामी 2 जना आइपुगिसकेका छौँ। अब यहाँबाट देखिन्छ नि भ्यू भन्ने भ्यू क्यान्जिङरी। क्यान्जिङरी। अन्ततः जब हाम्रो पाइला क्यान्जिङरीको चुचुरोमा पर्यो, लाग्यो हामी धरतीमा होइन स्वर्गकै कुनै कुनामा उभिएका छौँ। वरिपरि चाँदिजे टल्किने हिमाल र हामी। यो दृश्य देख्दा हाम्रो खुसीको कुनै सीमा नै रहेन। गत 5 दिनदेखिको त्यो उकालो ओह्रालो र निरन्तरको सङ्घर्ष यहाँ पुगेर एकै पलमा गायब भयो। साँच्चै स्वर्गको अनुभव लिन धेरै टाढा जानु नपर्ने रहेछ। आँट छ तर हामीसँग साधन छैन। यहाँ केही देखेको छैन हिउँले। सर, हाउ आर यु फिलिङ? आई एम फिलिङ एडभेन्चर। हेर्नु साथीहरू, यत्रो यत्रो बाक्लो हिउँ परेको छ। यी हिउँ खाउँ कि क्या हो? डिलिसियस डिलिसियस डिलिसियस। क्यान्जिङरी यस्तै हो सर। मलाई नि घुमे जस्तो भयो। पहाड त देखेकै हो भने जस्तो लाग्थ्यो क्या। फाइनल्ली पुग्यो केटा हो। यो अहिले होइन कार्तिकको 15 गते यस्तो दामी हुन्छ कि हामी फर्किने तयारी गर्दै गर्दा 1 घन्टा बिताइसकेपछि आइपुग्नु भएको छ। त असीम सर तल हुनुहुन्छ, साह्रै खुसी लाग्यो देखेर है। क्यामेरा झिकाउँ क्यामेरा। अब त यो मान्छे यतिकै राम्रो हुन्छ। सबै गाइजहरू यहाँ आइपुगिनु भएको छ। हाम्रो सुभाष सर, त्यसपछि हाम्रो समीर सर, असीम सर भिडियो खिच्न व्यस्त हुनुहुन्छ माथि है। एकदम रमाइलो स्वर्गमै जस्तो फिल भइरहेछ है। झन्डै फर्केको तलबाट है भन्दा माथि आयो, यतिको अनुभव लिन पाइयो। तपाईँहरू पनि आउँदाखेरि यदि स्वास्थ्यले दिएसम्म चाहिँ अप्परसम्मै आउनु होला। अप्पर क्यान्जिङसम्मै आउनु होला। He wants to click your one photo. You look beautiful. I forgot your name. Michaela. Okay, I remember now. Michaela. We met Michaela today here in Kenjingri. Okay, am I safe here? Yeah. Okay. ल मिखाइलालाई पनि भेट्यो। सर तपाईँलाई कस्तो लागेको छ? मलाई चाहिँ बबाल रमाइलो लाग्यो होइन। लाइफमा रिस्क दिने हो भनेदेखि जे पनि गर्न सकिन्छ। ल सर तपाईँलाई कस्तो लागिरहेछ? मलाई एकदम राम्रो लागिरहेछ। मैले फ्यामिलीसँग कुरा पनि गरिसकेँ। हेलो नमस्ते। हेलो
हामी यहाँ हिमालमा छौँ हिमालमा क्यान्जिङरीको त्यो उचाइमा माहौल साँच्चै हेर्न लायक थियो। कोही साथीहरू यो अविस्मरणीय पललाई भिडियो कल मार्फत घर परिवारसँग बाँड्दै भावुक देखिन्थे, त कोही आफ्नो पुरुषपनको करिजमा देखाउँदै विदेशी पर्यटकसँग गफिनमा मस्त थिए। र यही माहौलका बीच 4773 मिटरको उचाइमा हामीले आफैलाई रोक्न सकेनौँ र सुरु भयो हाम्रो हिमालयन डान्स। ल साथीहरू, हाम्रो यो डान्स स्टेप्स कस्तो लाग्यो? कमेन्टमा प्रतिक्रिया पक्का दिनु होला है। The guys are dancing. They are happy. क्यान्जिङरीको त्यो अलौकिक 1 घण्टापछि अब हामी फर्किने क्रममा छौँ। तर भनिन्छ नि, पहाड चढ्नु साहस हो भने सकुशल ओर्लिनु कला हो। अहिले यो ओह्रालो चुनौतीपूर्ण बनेको छ। बाक्लो हिउँले गर्दा बाटो निकै चिप्लो र डरलाग्दो भएको छ। यहाँ एउटा सानो गल्ती पनि भारी पर्न सक्छ। त्यसैले हामी 6 जना नै संयम भएर सास रोकेर एकअर्कालाई सघाउँदै यो कठिन बाटो पार गर्दैछौँ। साहस र सावधानीको यो परीक्षामा हामी पास हुनै पर्छ। अलवेज सेफ्टी फर्स्ट। स्नो कभर्ड हुने बित्तिकै कतिदेखि हिमाल भनिन्छ? म भनिदिइहाल्छु नि, तैँले मलाई क्यामेरा समाउनु दिएको। म त एकछिन त्यही बस्ला म जान्छु। डर लाग्यो अब चाहिँ। सबभन्दा गाह्रो यही हो क्या, टेक्ने ठाउँ पनि छैन, ग्रिप पनि बस्दैन। ओइ यसो मात्र चार सकिन ल हेरेछ। ए धेरै छेउमा नजान मुला, धेरै छेउमा नजा क्या। निस्किसकेका छौँ। ल बाई बाई टाँसिदेले, हामी त लागेको है टाँसिदेले। ल क्यान्जिङरीको त्यो उचाइ, हिउँसँगको मस्ती र साथीहरूसँगको हाँसो ठट्टा, ती सबै अलौकिक पलहरूलाई अब हामीले क्यामेरामा मात्र होइन मनमा पनि कैद गरिसकेका छौँ। आज लाङटाङ पदयात्राको 6औं दिन। हामी अब यात्राको दोस्रो चरण अर्थात् घर फर्कने क्रममा छौँ। आजको हाम्रो यात्रा सुन्दर बस्ती थाङस्यापबाट सुरु भएको छ। भनिन्छ फर्कने बाटो सधैँ छोटो लाग्छ, तर हिमाललाई पछाडि छोड्दै तल झर्दा पाइलाहरू अलिकति भारी हुँदा रहेछन्। थकानले होइन, त्यो स्वर्ग छोड्नु पर्दाको मायाले। गुड बाई माउन्टेन्स, हामी फेरि भेट्नेछौँ। यात्रा सधैँ रमाइलो र उत्साहले मात्र भरिएको हुँदैन रहेछ। ओर्लिने क्रममा जब हामी त्यो खोलाको बगरमा आइपुग्यौँ, जहाँ केही दिन अगाडि बाढीले 4 जाँला बगाएर बेपत्ता बनाएको थियो, एकछिन अगाडिसम्मको हाम्रो हाँसो र कोलाहल यहाँ आइपुगेपछि एक्कासी सन्नाटामा बदलियो। त्यो बगिरहेको पानी हेर्दा मन नराम्रोसँग अमिलियो, भारी भयो। साँच्चै प्रकृति जति सुन्दर छ उति नै कठोर पनि हुन सक्दो रहेछ। ती हराएका आत्माहरूप्रति मौन प्रार्थना गर्दै हामीले गह्रो मन लिएर पाइला अगाडि बढायौँ। लाइफ इज अनप्रेडिक्टेबल। स्टे सेफ एभ्रिवान। दाइ यो घोडाको घाँटीमा घन्टी चाहिँ किन बाँधेको? हराउँछ भनेर।
ल दाइ तपाईँलाई स्वागत छ मेरो भ्लगमा है। त्यो घोडाको घाँटीमा घन्टी किन बाँधेको रे दाइ? त्यो चाहिँ मान्छे आउँदाखेरि अब टाढैबाट आवाज सुनेर मान्छे साइड बस्छ त्यसको लागि हो। त्यसको लागि। अनि यो कता कता त भूत प्रेतहरू पनि लाग्दैन भन्ने कुरा रहेछ के हो? अलिअलि लाग्छ। खचरको कहिले पिसाब जम हुन्छ, कहिले त्यो आफसिआफ छारे रोग जस्तो हुन्छ, त्यो डलेर कान्छ, त्यो त्यतिकै कहिले मर हुन सक्छ। पिसाब बन्दापछि आफै मर्छ। त्यस्तै हो। तपाईँको नाम? मेरो निमा शेर्पा हो। निमा शेर्पा। कहाँ बस्नुहुन्छ? म ओखलढुङ्गाको मेरो घर चाहिँ ओखलढुङ्गा। ओखलढुङ्गा कहाँ? मेरो ओखलढुङ्गा मोलङ गाउँपालिका 6 सिरिचौर। सिरिचौर। यतातिर धेरै ओखलढुङ्गाको मान्छेहरू काम गर्दो रहेछ है? धेरै छ है, धेरै छ मान्छे। अनि तपाईँहरूले यो खचार ल्याएको गरेको चाहिँ कति लिनुहुन्छ कि के छ? हाम्रो एउटा खचर बराबर हाम्रो 100को हो। एउटा बराबर हाम्रो 4045 हुन्छ एउटा खचरको एउटा भाडा त्यति हुन्छ। अनि तपाईँहरू चाहिँ महिनावारी हुन्छ कि? महिनावारी हाम्रो यो महिनावारी हुन्छ। अनि आज स्याफ्रो आज कता हिँड्नुभयो त? म आज गुम्बा डाँडा। गुम्बा डाँडा पुग्नुहुन्छ? आज पुगिन्छ अब 2.5 घन्टा। केन्जिङ गुम्बा डाँडा भने कहाँ? माथि लाङटाङ बेली भन्दा यताको डाँडा। ल दाइ ल शुभयात्रा। ल ओके ल भेटेर खुसी लाग्यो। ल अब चाहिँ हामी अस्ति आउनु बेला शेर्पा गाउँबाट अब हामी तल ब्याम्बो हाउसतिरबाट जान्छौँ। हामी अब हाम्रो गाइजहरू सबै रेडी भइसकेको छ हिँड्नलाई। ल अब चाहिँ हामी आज चाहिँ माथि शेर्पा गाउँबाट आए पनि अब झर्ने बेला चाहिँ ब्याम्बो हाउसतिरबाट झर्दैछौँ। यहाँ चाहिँ जडीबुटी खेतीहरू राम्रै छ। अब जुन क्यान्जिङ रिलाई हामीले बिदाईको हात हल्लाएर फर्कियौँ, त्यही सपना र लक्ष्य बोकेर अन्य पदयात्रीहरू उकालो चढ्दै थिए। हाम्रो यात्रा सकिँदै थियो, तर उनीहरूको भर्खर सुरु हुँदै थियो। बाटोमा भेट हुँदा उनीहरूको अनुहारमा थकान तर आँखामा उत्सुकता देखियो। हामीले हाम्रो ताजा अनुभव सुनाउँदै उनीहरूको थकान कम गर्न अलिकति जोस थपिदियौँ। जस्ट किप अन गोइङ गाइज, द भ्यू इज वर्थ इट, यु गाइज क्यान डु इट। लाङटाङ खोला चढ्दैछौँ। यहाँ चाहिँ पुरै नाचेकै जस्तो भइरहेछ मलाई। आहा देख्न सक्दै हुनुहुन्छ छोटा टाङ्गिन लामटाङ आउँदै हुनुहुन्छ। यो पुग्ने चाहिँ बहादुरकै प्रविधि हो भन्नेमा कुनै दुई शङ्का रहेन। लङ्गुर पनि एउटा आएछ, एउटा लङ्गुर छोटा टाङ्गिन लामटाङ। अहिले हामी लामटाङ भ्याली भ्यालीमाबाट फर्किँदै यो पुलभन्दा तल ब्याम्बो नजिक छौँ। ब्याम्बो नजिक अब लगभग पुगियो ब्याम्बो। अब हाम्रो स्टेसन ब्याम्बोपछि आज हामी स्याफ्रो बेसी नै पुग्ने तयारीमा छौँ। लाङटाङ सर्किट लगभग पुरा हुन लागेको छ। हामी अब स्याफ्रो पुग्ने बित्तिकै लाङटाङ सर्किट चाहिँ कम्प्लिट हुन्छ हाम्रो। लाङटाङ सर्किट वी आर गोइङ टु कम्प्लिट अ होल लाङटाङ सर्किट। इट टेक्स अराउन्ड 6 days for us to complete Langtang circuit. It was tough and adventurous for us. Langtang circuit is one of the beautiful circuit of Nepal. The hidden gems Lamtang, Kanchenjunga, 1, 2, Cherkhuri. We have observed Cherkhuri, Biala Peak in our journey. We stayed first day in Surka village and Serpagao. We visited I don't know then. किनारामा नउभिनु भनेको छ। वेलकम टु माई ब्लग भाइ। हेलो सबैले हेलो भन्दैन? हेलो ल माथि अनसोसियल अनडट सोसियल। अहिले हामी पहिरोमा छौँ। पहिरोबाट हामी यहाँबाट एक्जिट गर्न लागेका छौँ। पहिरो भन्ने ठाउँ हो है यो। पहिरो चाहिँ आउँदैन। पहिला कुनै समयमा पहिरो आएको भएर पहिरो राख्यो होला। होइन अगाडिको कुरा हो। दाइको नाम चाहिँ? बाको नाम? मेरो नाम छेत्रिन शेर्पा हो। छेत्रिन शेर्पा दाइकोमा हामी आएर बसेका छौँ आज। उहाँकोमा चाहिँ खाना चाहिँ एकदम बवाल, स्टे पनि राम्रो लाग्यो। खाना चाहिँ बवाल हो। मिठो खाना चाहिँ यहाँ यो मिठो खाना चाहिँ एक्स्ट्रा खालको छ है। अहिले हामी अब निस्किन लागेका छौँ। अब मेरो पनि अलिकति मिठो हुने हो है। मजा पनि एकदम मजाको मान्छे। खै आमा चाहिँ आउनु भएन है। आमा भित्रै हुनुहुन्छ। बाहिर चिसो हावा छ। आमा भित्रै हुनुहुन्छ। ट्रेक चाहिँ अहिले चाहिँ बाटो बिग्रेको कारण यसरी खोला छेउ पनि हिँड्नुपर्ने छ। हामी चाहिँ अहिले पहिरो भन्ने ठाउँबाट तल
खोलामा झरेको अवस्था हो। अहिले चाहिँ खोला बाढी आएको बेलामा चाहिँ यो पनि बाटो बन्द हुने नै देखियो। त्यही भएर वेदरको बुझेर मात्रै हिँड्नु भनेर भनिएको होला। खोला बाढी आयो भने यो बाटो पनि बन्द हुन्छ। माथि शेर्पा गाउँको बाटो चाहिँ अब खोलामा बाढी आयो भने सबैतिर आउने भएको कारणले त्यो बाटो रिम्चेसम्म मात्रै पुग्छ, त्यहाँदेखि उता पुग्दैन। अब यहाँ झरना देखाउँदैछु म। यस्तो झरनाहरू चाहिँ अब कमन हुँदै यो सुरुकै झरना होला सायद यो बाटो आउँदाखेरि चाहिँ। बेसी पुग्नु अगाडिको झरना म हजुरहरूलाई देखाउँदैछु। अब हामी चाहिँ क्याप्रोबेसी लगभग पुगिसकेको अवस्था छ। पावरको बाँधस्थलमा आइपुगेका छौँ। यो रसुवागढी हाइड्रो पावर को बाँधस्थल हो। यात्राको अन्तिम चरणमा आइपुग्दा पहाडको छाँगोबाट खस्ने र बाटो नै छेक्ने त्यो भीमकाय झरनाले हामीलाई अन्तिम बिदाई दियो। त्यो चिसो पानीको स्पर्श र झरनाको गर्जनलाई पछाडि छोड्दै हामी अगाडि बढ्यौँ। स्याफ्रोबेसीबाट गाडी चढ्दा मनमा दुई थरी कुरा खेलिरहेका थिए। एउटा हिमाल छुट्नुको नमजा र अर्को काठमाडौँ घर पुग्ने हतारो। लाङटाङका ती यादहरू अब मोबाइलको ग्यालेरीमा र हाम्रो मनमा सुरक्षित भइसकेका थिए। र अन्त्यमा यो अविस्मरणीय यात्राको समापन हामीले त्यसरी नै गर्यौँ जसरी हरेक नेपालीको दिन सुरु र अन्त्य हुन्छ। हो, हाम्रो प्राणभन्दा प्यारो चियासँग। चियर्स टु लाइफ, चियर्स टु ट्राभल एन्ड चियर्स टु लाङटाङ।